प्रेस मेसिन चलाउनु भएको छ यसको लागि बिजुलीको लागि तपाईले कति एम्पियरको एमसिबी राख्नु भएको छ? मैले 16 ले पनि काम गर्छ, 32 ले पनि काम गर्छ। यसमा चाहिँ यो तुनाको लागि स्ट्र्यापको लागि होलहरू अलरेडी चाहिँ बनेर आएको हुन्छ। अब यसलाई चाहिँ सरले ड्रिलिङ गर्नुहुन्छ, तपाईहरुले हेर्न सक्नुहुन्छ। उहाँले अहिले कुन सिट प्रयोग गर्नुभयो भन्दाखेरि चाहिँ ठुलो को काटेर रहेको डाइहरू, जस्तै चाहिँ हामीले ठुलो चप्पल काट्यौँ, ठुलो चप्पल काटिसकेपछि जुन यो रन छ यसमा चाहिँ बच्चाको डाइ राखेर यसरी हामीले यसलाई प्रयोग गर्न सक्छौँ। त्यो भएको कारणले गर्दा यो चप्पल उत्पादन गर्ने व्यवसायमा सिट काट्दाखेरि सकेसम्म यसलाई कम खर्च हुने तरिकाले चाहिँ गर्नुपर्ने हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ यस्तोबाट चाहिँ यो सिटबाट ल हेर्नुहोस् त एउटा बच्चाको एउटा चप्पल निस्किन्छ। अनि सरले यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ यो अटोमेटिक मेसिन भनौँ अथवा पावर प्रेस र हाइड्रोलिक मेसिनसँग आउने ड्रिलिङ मेसिन हो। यसमा सरले यसरी जुन चाहिँ हाम्रो तुना राख्नको लागि जुन हाम्रो तुनाको हेड हुन्छ त्यो हेडलाई चाहिँ यहाँनिर अड्काउनको लागि यसलाई प्रयोग गरिन्छ। ल हेर्नुहोस् साउन्डलेस एकदमै चाहिँ स्मुथली काम गरिरहेछ मेसिनले। अब यहाँनिर चाहिँ तपाईँको बनाइसक्नुभयो। अब यो अटोमेटिक मेसिन ल्याउँदाखेरि चाहिँ हामीले तुना राख्नको लागि यो स्ट्राप टेबल हुन्छ, यो टेबलको प्रयोग गर्छौँ। यसमा तपाईँले कति नम्बरको चप्पल काट्नुभयो भन्ने कुरा चाहिँ पहिले नै तपाईँलाई याद हुनुपर्छ हैन सर? हजुर। कति नम्बरको चप्पल काट्यो हामीले भन्ने कुराहरू यो सायद हामी बच्चाको 9 नम्बरको काट्यौँ है सर? हजुर। यो बच्चाको 9 नम्बरको काट्यौँ। अब बच्चाको यो काटिसकेपछि यसलाई चाहिँ अब साइज फिनिस गर्नुपर्ने हुन्छ। साइज फिनिसको लागि चाहिँ हेर्न सक्नुहुन्छ यो जस्तै यहाँनिर तपाईँको कतिपय फिनिसिङ नआएको हुनसक्छ, त्यो फिनिसिङको लागि चाहिँ सरले यहाँनिर चप्पलमा फिनिसिङ ल्याउँदै हुनुहुन्छ। यसमा अर्को कुरा मैले तपाईँहरूलाई धेरैजनालाई कन्फ्युजन हुन्छ, म तपाईँहरूलाई देखाउँदैछु। यो बच्चाको डाइको लागि यहाँनिर डाई लाइनसित डाई छ। खासमा मेसिनसँग चाहिँ तपाईँको 10वटा डाई आउँछन्। अरू डाईहरू चाहिँ 5 पिन डाईहरू यिनीहरू चाहिँ अतिरिक्त खरिद गर्नुपर्ने हुन्छ। जस्तै यहाँ दाहिने र देब्रे कसरी काट्ने भन्ने सन्दर्भमा चाहिँ ल हेर्नुहोस् है, यो चाहिँ के भयो भन्दाखेरि चाहिँ यो दाहिने अनि पछि देब्रे भयो। अब हामीसँग डाई त एउटै आउँछ, यही डाईबाट काट्नु पऱ्यो भनेपछि अब हामीले यसरी काट्यौँ भने के आयो? दाहिने आयो। जुन चाहिँ पहिलो सिटलाई चाहिँ सिट सुल्टो है, सिटलाई सुल्टो पाऱ्यौँ भने दाहिने आयो। अब यही सिटलाई चाहिँ हामीले यसरी उल्टो बनाएर काट्यौँ भने के भयो भन्दाखेरि चाहिँ देब्रे आयो। सिट उल्टो बनाउने है, यो सिट सुल्टो छ हैन, अनि यो चाहिँ उल्टो बनाएर काट्यो भने चाहिँ के भयो भन्दाखेरि चाहिँ देब्रे काट्यो। अब यसलाई यसरी फर्कायो भने दाहिने र देब्रे बन्यो। एक जोड चप्पल तुरुन्तै यहाँ बन्दैछ। सरले यहाँनिर यसलाई तुना राख्दै हुनुहुन्छ। तपाईँहरूले ल हेर्नुहोस् यसमा कति सहज छ यो तुना राख्नको लागि। ल हेर्नुहोस् बिना हार्डवर्क उहाँले स्मुथली तुना राख्नु भएको छ। हेर्नुहोस् एक जोड चप्पल चाहिँ तपाईँको बच्चाको चप्पल तयार भइसकेको छ। यसमा तपाईँहरूले देख्न सक्नुहुन्छ यो बच्चाको एक जोड चप्पल रेडी भयो। यसमा अझ 2 जना मान्छे भयो भने तपाईँले यही जुन चाहिँ हाम्रो क्लाम्प छ यसलाई यहाँनिर प्रयोग गरेर 2 जनाले दुईतिरबाट काम गर्न सक्नुहुन्छ स्पिडमा। नमस्ते सम्पूर्ण दर्शक महानुभावहरुमा। दर्शक महानुभावहरु आजको विषयवस्तु के रहनेवाला छ भन्ने बारेमा तपाईहरुले जानकारी पाइसक्नुभयो होला। जुन ब्याकग्राउन्डमा देख्नु भएको छ यो चप्पल उद्योग छ। धेरै जनाले भन्ने गर्नुहुन्छ यो चप्पल उद्योगमा कच्चा पदार्थहरूको सम्भावना के छ, कच्चा पदार्थ सहजै पाइन्छ कि पाइँदैन, यो व्यवसायमा फाइदा कति होला, के होला, कति लगानीदेखि चाहिँ यसलाई सुरु गर्न सकिन्छ जस्ता धेरै कुराहरू चाहिँ सोध्ने गर्नुहुन्छ, बुझ्ने गर्नुहुन्छ। मैले आज समग्रमा तपाईहरुको लागि चाहिँ जुन हाम्रो व्यवसाय सञ्चालन गरिराख्नु भएको छ उहाँ मार्फतबाट यस व्यवसायको बारेमा के चुनौती उहाँले फेस गर्नुभयो, यसका सम्भावनाहरू के छन्, कमाई कति छ भन्ने बारेमा विस्तृत रूपमा जानकारी दिनेछु। म यति बेला कोवलपुरमा छु। कोवलपुरबाट थोरै सुर्खेत रोडमा चाहिँ हाम्रो सरको फ्याक्ट्री रहेको छ।
उहाँले चाहिँ चप्पल उत्पादन गरेर 1500 जोडी चाहिँ सप्लाई गरिसक्नु भएको छ। साथै अझै तपाईँहरूलाई पनि होलसेलमा चप्पल चाहियो भने पनि उहाँले सप्लाई गर्नुहुनेछ। तपाईँहरूले उहाँलाई सिधै सम्पर्क गरेर चप्पल खरिद गर्न पनि सक्नुहुन्छ। जुन उहाँले बच्चादेखि लिएर 5 इन्चदेखि लिएर 5 इन स्ट्यापहरूदेखि लिएर सम्पूर्ण चप्पलहरू सबै साइजमा चाहिँ हरेक साइजमा चाहिँ उत्पादन गर्नुहुन्छ। त बाँकी कुरा चाहिँ हाम्रो सरसँगबाट म तपाईँहरूलाई जानकारी गराउँछु। दिपेन्द्र सर नमस्कार। नमस्कार सर। मोटामोटी हामीले यो मेसिन मैले अथवा भगवती मेसिनरी सप्लायर्सबाट तपाईँले लिएको कति महिना भयो? 3 महिना या 4 महिना? 4 महिना। 4 महिनाको अन्तरालमा तपाईँले यहाँ धेरै चप्पलहरू चाहिँ उत्पादन गरेर स्टक गर्नुभएको छ। कति जति चप्पल तपाईँले बिक्री गर्नुभयो? बिक्री 1500-2000 जोडी जति बिक्री भयो। अहिले उत्पादन मेरोमा 2000-2500 जोडी स्टक छ। हजुर। अहिले चिसो मौसम भएर अलि बिक्री वितरण कम भएको छ। गर्मी एरियामा गर्मी टाइममा चाहिँ बिक्री भइरहेको छ। ए चिसो मौसममा चाहिँ जुन मौसम चिसो भयो भने यो चप्पल हवाई चप्पल स्पेसली बिक्नलाई चाहिँ अलि असहजता हुने रहेछ। हाउसको लागि युजको लागि घरको लागि चाहिँ हुने भयो। अब बाहिर लाउनलाई चिसो हुने भयो। त्यो भएको कारणले गर्दा कम बिक्री भइरहेछ। अनि तपाईँले जुन चाहिँ अटोमेटिक अथवा पावर प्रेस मेसिन चलाउनु भएको छ यसको लागि बिजुलीको लागि तपाईँले कति एम्पियरको एमसिबी राख्नु भएको छ? मैले 16ले पनि काम गर्छ, 32ले पनि काम गर्छ। यो स्पेसल त अरू केही माथि तल बढाउँछु घरको यताउता भने 16-32 को हाल्दा इजी। हजुर। अहिले मैले 32 चलाइरहेको छु। 16ले पनि स्पेसली काम गर्छ। एक मन्जल घर लगाएर अनि मेसिनलाई। अहिले तपाईँले यो फ्याक्ट्री चलाउँदाखेरि तपाईँ घरकै श्रीमान श्रीमती अथवा कोही आफन्त मिलेर गर्नुभएको छ कि कुनै कामदारहरू राखेर सञ्चालन गर्नुभएको छ? घरकै फ्यामिली अहिले घरकै श्रीमान श्रीमती लगाएर एकदम इजी तरिकाले गरिरहेको छ। ए श्रीमान श्रीमती मिलेरै गर्नुभएको छ। दैनिक कतिसम्म बनाउनु भयो श्रीमान श्रीमती मिलेर? 200 जोडीसम्म फिनिसिङ हान्यो 8 घन्टामा। 8 घन्टामा 2 जनाले कन्टिन्युसली काम गर्दाखेरि। अनि यो जुन चाहिँ तपाईँले चप्पललाई प्लास्टिकहरू प्रयोग गर्नुभएको छ यो प्लास्टिकहरू कहाँदेखि प्राप्त गर्नुभयो? फुलपुर हाम्रो पाल्पाली एउटा प्लास्टिक पसल छ त्यहाँदेखि ल्याइरहेको छु। ए कोवलपुरदेखि नै ल्याउनु भएको छ। प्लास्टिक पनि सहजै प्राप्त भयो। अनि जुन चाहिँ कच्चा पदार्थको सन्दर्भमा तपाईँले यहाँनिर जसरी हामीले देख्न सकिन्छ विभिन्न किसिमको चाहिँ कच्चा पदार्थहरू छ। यो कच्चा पदार्थहरू धेरै दर्शकहरूलाई हुन्छ कि कच्चा पदार्थ पाइँदैन नेपालमा चप्पल उत्पादन गर्ने व्यवस्था गर्नुहुन्थ्यो भन्ने छ। तपाईँलाई कस्तो लागिरहेछ यसको बारेमा? कच्चा पदार्थ अब आफूले क्वालिटी चिन्नु पऱ्यो। अब क्वालिटीमा महँगो पऱ्यो भन्ने होइन, क्वालिटी अनुसार अब आफूले गर्नु पऱ्यो, खर्च गरेर ल्याउनु पऱ्यो। कच्चा पदार्थ एकदम मिलिरहेछ नेपालमा। तपाईँलाई असहजता भएको छ त कच्चा पदार्थ पाउनलाई? नेपालमा उत्पादन छ नेपालकै युज गर्ने कि अब इन्डियादेखि ल्याउने कुन क्वालिटी युज गर्ने, अब कतिसम्म आफूले बेनिफिट हाकेर कुन तरिकाले चप्पल बनाउने भन्ने भन्न खोजेको तपाईँले क्वालिटीवाला चप्पल उत्पादन गर्ने हो कि नन क्वालिटीवाला चप्पल उत्पादन गर्ने त्यो निर्धारण गर्नु पऱ्यो। त्यसपछि कच्चा पदार्थ पैसा भयो भने चाहिँ कच्चा पदार्थ जति पनि पाइयो। कच्चा पदार्थ कुनै असहजता छैन। अहिले एउटा जानकारी गराइदिनुहोस् न, जुन तपाईँको सानो सिटहरू छ त्यो सिट कति रुपियाँसम्ममा तपाईँले प्राप्त गर्नुभएको छ? सानो सिट मैले 520मा वहाँ पढ्ने भयो। 10-12 रुपियाँ भाडा लाग्छ। अब त्यो गरेर 533-35सम्म पर्छ। हजुर। त्यसले चाहिँ बच्चाको चाहिँ 15 जोडी उत्पादन गर्ने भयो। हजुर। लेडिजको 10-12 जोडी उत्पादन हुन्छ। जेन्ट्सको चाहिँ 8-9 जोडी उत्पादन हुन्छ। 8-9 जोडी। अब राम्रो खालेमा अब नराम्रोमा 80-85 खालको अब अलिक ज्यादै हुने भयो, अलिक सस्तो हुने भयो। अनि यो तुनाको सन्दर्भमा के छ? यो स्ट्र्याप कसरी लोत्ती पनि भन्ने गरिन्छ लोत्दा, यो कसरी छ यिनीहरूको? जस्तै यहाँ त धेरै भेराइटीको छ। यो चाहिँ अलिक महँगो पर्छ। 25-26 रुपियाँ पढ्ने भयो। यो चाहिँ 10-12-15 रुपियाँ पढ्ने भयो। यो चाहिँ अब 17-18 रुपियाँ पढ्ने भयो। बच्चाको चाहिँ अब 14-13 क्वालिटी हेरिकन यसमा पनि त्यो तरिकाले अब धेरै जति धेरै सामान उठायो त्यति चाहिँ हामीले डिस्काउन्ट पाउने भयो। अनि थोरै उठाउनु भयो भने चाहिँ तपाईँको कम हुने भयो। अनि तपाईँले जुन मेसिन खरिद गर्दै गर्दाखेरि चाहिँ जुन म्यानुअल मेसिन चाहिँ भगवती मेसिनरीमा छँदा भने तपाईँले होइन पावर प्रेस मेसिन नै लैजान्छु भन्नुभयो। अहिले चाहिँ के छ? पावर प्रेस मेसिन चलाउनलाई तपाईँलाई सहज भइरहेछ? एकदम सहज छ। अब मेसिनमा भिन्नता यो छ कि मेसिनमा डाइरेक्ट चल्छ, अलिकति त्यति पावर लगाउनु पर्दैन, अटोमेटिक चल्छ। यदि सब तरिकाले उत्पादन गर्न सकिन्छ। अर्को चाहिँ पावर प्रेसर अलिक गाह्रो छ, हालले प्रेसर गर्नुपर्छ, अलिक गाह्रो छ।
पावर प्रेस यदि तपाईँ जस्तै जुन तपाईँ पनि लामो समय विदेश बसाइसकाएर नेपालमै केही गर्छु भनेर आएर यसरी चाहिँ चप्पल उत्पादन गर्ने व्यवसाय गरिराख्नु भएको छ। तपाईँ जस्तै आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू देश विदेशदेखि तपाईँलाई हेरिराख्नु भएको छ। उहाँहरूले चाहिँ एउटा सानो मेसिन म्यानुअल मेसिन लिएर यस्तै गर्न पाए हुन्थ्यो भनेर भन्नुहुन्छ। उहाँहरूलाई यो व्यवसाय गर्नको लागि तपाईँले के भन्नुहुन्छ? व्यवसाय गर्नुहोस् राम्रो छ भन्नुहुन्छ अथवा चाहिँ केही चुनौतीहरू छन् भन्नुहुन्छ कि के भन्नुहुन्छ? व्यवसाय यस्तो हो, अब आफ्नो ठाउँमा व्यवसाय गर्दा अब 2 वर्ष विदेशमा कमाएको पैसा र 3 वर्ष विदेशको 1 लाख र यहाँ 10,000मा एकदम राम्रो छ। किन भन्दा मार्केट बनाउने आइडिया हुन्छ, काम गर्ने आइडिया हुन्छ, सबै कुरा सहज हुन्छ। तर मार्केट व्यापार व्यवसायमै एकदम गर्दा फोकट गर्दा राम्रो भन्ने लाग्छ मलाई। नेपालमै फर्केर केही गर्दाखेरि राम्रो छ। सुरुमा चुनौतीहरू त केही न केही त आयो नि, पक्कै पनि त अब आइहाल्छ नि। अब सामानको रेटहरू थाहा हुँदैन, हरेक कुरा काम गर्ने तरिका थाहा, बजारमा गएर बेच्ने कुराहरूलाई पनि थोरै कुन चिजलाई कति पर्छ भन्ने सबै कुरा जानकारी हुँदैन। सबै कुरा बुझेर हजुर यही चप्पलै गर्नुपर्छ भन्ने छैन, चाउमिन छ, हरेक कुराहरू छन् त, मेसिनहरू हरेकका छन्। हजुर 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 त्यो तरिकामा गर्न सकिन्छ। नेपालमै केही गर्दा चाहिँ राम्रो छ, मेहनत चाहिँ गर्नु पर्यो। अब यो दर्ता प्रक्रियाको बारेमा पनि थोरै जानकारी गराउनुहोस् न। दर्ता प्रक्रियामा केही छैन, अब आफ्नो नजिकको वडा कार्यालय अथवा नगरपालिकामा गएर अब जानकारी दिने, त्यहाँको स्टाफहरू आएर चेक गर्नु हुन्छ। अनि त्यसपछि अब सिफारिस दिइसकेपछि जिल्लामा गएर अब आफूले गर्ने हो, खर्च त्यति लाग्दैन। तपाईँ चाहिँ यहाँबाट ओडामा जानु पर्यो, या त मेसिनको कोटेसन अथवा बिल दिनु पर्यो, अथवा चाहिँ तपाईँले मेसिनै देखाउनु पर्यो यहाँनिर। त्यस पश्चात उहाँहरूले सिफारिस दिनुहुन्छ, अनि त्यो सिफारिस लगेर कहाँ जाने? घरेलुमा जानु पर्यो। अनि घरेलुमा दर्ता हुने भयो, घरेलुमा कति पैसा खर्च लाग्ने रहेछ? त्यहाँ मोटामोटी खर्च लाग्यो 2600 दिए उसको लागि, प्रमाणको लागि 2600 2000 रुपियाँ खर्च भयो। प्यान नम्बर जुन छ तपाईँले निकाल्नु भयो होला, अनि प्यानको लागि कति खर्च लाग्यो मोटामोटी? तपाईँको वडा 110 130मा तपाईँको त्यो पेपर तयार भयो, हजुर बुकहरू, अनि प्यान बिलको तपाईँको 2600मा पुरै काम भन्यो। वडा कार्यालयदेखि चाहिँ प्यान नम्बरसम्मको जुन प्यान निकाल्नु भएको छ तपाईँले कर कार्यालयबाट, त्योसम्मको 2600 रुपियाँमा काम सकियो। 2600 वडा कार्यालय अलगै हो, माथि के भन्छ उसमा कर कार्यालय, घरेलुमा कर कार्यालयमा 2600ले काम गर्यो। वडा कार्यालयमा कति लाग्दो रहेछ सिफारिसको? हुन त हरेक वडाको फरक हुन्छ होला। 255 रुपियाँ मात्रै। भन्न खोजेको तपाईँको यसको चाहिँ दर्ता प्रक्रिया सहज छ, कुनै पनि जटिल छैन यसको लागि? केही छैन। अब आउनुहोस्, यो हाम्रो कोलपुर बाँके बैजनाथ 4मा, हजुर 4 नजिकै पर्छ। अब उत्पादन हजुरहरूले पनि जानकारी दिनुहोस्, यस्तो छ सामानमा भनेर हजुरहरूले पनि केही जानकारी दिन सक्नुहुन्छ। आउनुहोस्। हजुर, तपाईँले अहिले होलसेलमा यदि कसैले पनि, जति पनि दर्शक महानुभावहरूले हेर्दै हुनुहुन्छ, होलसेलमा कसैलाई चप्पल चाहियो भने तपाईँले कहाँसम्म पुर्याउन सक्नुहुन्छ, अथवा अहिले कहाँ पुर्याइराख्नु भएको छ? दैलेख, सुर्खेत, अनि जाजरकोट र बाँके बर्दिया एरियामा दिन सक्छौँ। कालीगढमा पनि अब हाम्रो पडोसीहरू थुप्रै हुनुहुन्छ, हजुर पनि कन्ट्याक्ट गरेपछि म दिन सक्छु। तपाईँले जति पनि दर्शक महानुभावहरूले हेरिराख्नु भएको छ, उहाँहरूलाई चप्पल चाहियो अथवा चाहिँ उहाँहरूलाई चाहिँ होलसेलमा किन्नुपर्ने भयो भने सम्पर्क गर्नको लागि तपाईँको सम्पर्क नम्बर अनि तपाईँको ठेगाना दिइदिनुहोस् न। बाँके बैजनाथ 4 पिपल डाँडा भन्छ, बानीबार बजार नजिकै छ। विराटनगर रोड चौरादेखि 3 किलोमिटर अगाडि विराटनगर रोडको नजिकै छ। हजुर। अनि मेरो सम्पर्क नम्बर रहेको छ 98 225 56 429मा कल गर्नु होला। तपाईँलाई अर्डर अनुसार पनि हामी तयार गरिदिन्छौँ, र केही उत्पादन छ तपाईँ डाइरेक्ट आएर पनि लिन सक्नुहुन्छ, आएर बुझेर जान सक्नुहुन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनु होला भन्ने। तपाईँको सम्पर्क नम्बर पुनः दोहोऱ्याइदिनुहोस् न कृपया। 98 225 56 429। हस् सर, हस्। तपाईँले जुन अमूल्य समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद। अनि जुन चाहिँ लामो समयसम्म विदेश बसेर नेपालमा केही गरौँ भनेर तपाईँले यो जुन एउटा एफोर्ट नेपालमै लगाउनु भएको छ, सन्तुष्ट देखिनुहुन्छ। आगामी दिनहरूमा पनि तपाईँको व्यवसायको उत्तरोत्तर प्रगतिको कामना छ। समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। धन्यवाद। त दर्शक महानुभावहरू, आजको विषयवस्तु तपाईँहरूलाई कस्तो लाग्यो? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनको लागि नबिर्सनु होला। आगामी दिनहरूमा पनि यस्तै विषयवस्तु प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो च्यानलसँग जोडिराख्नु होला। आगामी दिनहरूमा पनि यस्तै उपयोगी विषयवस्तु लिएर तपाईँहरू माझ उपस्थित हुनेछु। फेरि अर्को विषयवस्तुमा भेटौँला। तबसम्मको लागि नमस्ते, शुभ दिन।